हेलो सबैजनालाई वेलकम छ मेरो न्यू भिडियोमा। खासमा मैले के भन्न चाहेँ भने जति पनि मेरो साथीहरू मलाई चिन्नुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। सपोर्ट गरिदिनु भएको छ, यस्तै सपोर्ट गरिराख्नु होला। र जति पनि अहिले सामाजिक सञ्जालमा लागिराख्नु भएको छ केही गर्नको लागि है, कोही युट्युबमा, कोही फेसबुकमा, कोही अरू टिकटकमा, धेरै एपहरूमा लागिराख्नु भएको छ, उहाँहरूलाई मैले एउटै सन्देश के दिन चाहेँ भने तपाईँहरू हार नमान्नुहोस्, लाग्नुहोस्, पक्कै सफल हुनुहुन्छ, लाग्नुहोस् है। म आफ्नै कुरा गरेर भन्न चाहेँ तपाईँहरूलाई, म पनि विगत 2-3 वर्षदेखि नै लागेको मान्छे हो यो क्षेत्रमा र मैले त्यस्तो जति लागेँ है कन्टिन्यू गरेँ यो कुराहरूलाई। म पक्कै गर्छु भन्ने कुरा लिएर कन्टिन्यू गर्दै गएँ। ल ठिक छ, अब मैले धेरै गरेँ, धेरै कमाएँ त भन्न सक्दिनँ है, तर पनि मैले आफ्नो मेहनत गरे बापत मैले पाउने गरेको छु अहिले चाहिँ, र खुसी लाग्छ है। अनि के भन्छ अर्को कुरा, सामाजिक सञ्जाल भनेको जुन तरिकाले चलायो राम्रो र नराम्रो त्यो आफूले छुट्याउन सक्नुपर्छ। राम्रो गरेर चलाउन सक्यो भने मान्छेको लाइफ बन्छ है, यदि नराम्रो गरेर चलायो भने लाइफ ड्यामेज पनि हुनसक्छ, सकिन सक्छ मान्छे। त्यसैले राम्रो तरिकाले युज गर्नुहोस्, तपाईँ पनि पक्कै आफ्नो मनैदेखि गर्नुहोस्। 1 महिना होइन, 2 महिना होइन, 3 महिना होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 3 वर्ष कन्टिन्यू यो कुराहरूलाई टाइम दिनुहोस्, गर्नुहोस्, तपाईँ पक्कै सफल हुनुहुन्छ। र थ्याङ्क यू सो मच, धेरै धन्यवाद, थ्याङ्क यू सो मच। युट्युब च्यानललाई सब्सक्राइब गरेर जानु होला, थ्याङ्क यू सो मच।